गुड मर्निङ एभ्रिवान आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि अहिले चाहिँ 11 बजिसकिसक्यो बिहानको दिउँसोको अनि म चाहिँ भर्खरै उठेँ अब टक्क लगाएर मुखसुख धोएर फ्रेस भएर खानासाना खानु पर्यो अनि अघिदेखि नानीले खाना खानु पाइरहेको थिएँ नानी कहाँ चाहिँ अनि त्यसपछि चाहिँ अब खाना खाइदिनु पर्यो होइन टक्क घाम यस्तो बबाल लागिरहेको रहेछ होइन यस्तो बबाल घाम लागिरहेको थियो म चाहिँ भर्खर उठेँ ल एकछिन म तलतिर गएर फ्रेस भएर अनि कहाँ खाना के पाक्यो हौ दाल भात हाम्रो दाइ जस्तो हुनु पर्यो क्या हामीले खाना हाल्नै नपर्ने किन हाल दाइ म उठेँ तपाईँले उठेर गएर मुसु धोएर भात सात खाएर उतै हिँड्यो क्या यो चाहिँ हाम्रो के हो रे चोसे बहिनी के रे यो चाहिँ मेरो ब्रस कहाँ गयो यो अनि यो चाहिँ को हो यो चाहिँ हिना अनि यो चाहिँ को यो लक्ष्मी के बोला है बनिया म त नाचेको हाल्दो भयो साबुन लिएर साबुन दिएछ निसा न घाम लागेर आम्बो देवराम गयो त देवराम यिनीहरूको काम हेरे यो दिउँसोमा कहाँ होइन अब मुख सुख धुनु पर्यो खानासाना खानु पर्यो कहाँको देवराम अरे मोस्टाथान नै अब म मुख सुख धुन्छु अनि खानासाना खान्छु अनि लगाइ चाहिँ अब म चाहिँ खाना खाँदैछु होइन टक्क लाएर घिउको साथमा अनि दाल भात चटक्क लाएर 6-7 महिनापछि घिउ खाँदैछु म है टक्क लाएर यति घिउ खायो खाना साना नखाने यताउता ड्याङ पड्याङ होइन कि जे छ त्यही बस खाऊ मोटाउ भनेर भन्नु न अब चाहिँ अब त्यस्तो मोटो त छैन होइन टक्क लाएर अब भात खाइदिनु पर्यो एकछिन अनि त्यसपछि भेटिदिनु पर्छ ल हस् खानासाना खाइसक्यो अब चाहिँ अब कपडा सपडा लगाएर रेडी भएर माथि साथीको सामान पुऱ्याइदिनु छ टक्क लाएर सामान पुऱ्याउनु जानु पर्यो कहाँ भन्ने यसलाई लगेर म साथमा जाने होइन तरमा जाने नि खोलेर आइदिएला जस्तो यो खा मस्तले होइन टक्क लाएर अब चाहिँ कहाँ त्यो घरै देखिआएको छैन क्या मैले राँगो पाली खान्थ्या ओके गाउँ नबजाइ मम्मीले घिउ गरेर राख्नु भयो
जाना नम्बर जाना कपडा सपडा धोइदिनु हुन्छ कि भने हौ होइन कहाँ पनि यति टाढा लागिसकेछ क्या यार यस्तो बबाल घाम लागेर यो चाहिँ हाम्रो दैलेख बजार हो होइन दैलेखमा चाहिँ मेला लागेर आएर चाहिँ अब त्यही पनि अब यस्तो बबाल छ दैलेखको भ्यू कसले खै साइड जानुहोस् ए नानी त्यो मेरो तिमी सेता जुत्ता राखिदिनु भन्थ्यो त कहाँ त अर्को त्यो आर्मीमा फर्म भरेर त्यो सेता जुत्ताकै रनिङ गर्ने अर्काकै ऊ यस्तै यस्तै तँलाई राखिदियो भने होइन मलाई ल कपडा आएर तिमी जुत्ता राख्नु राम्रोसँग भनेको थिएन यो लाउनु पर्यो आउँदो रहेछ त यार यो हो कपडा के लाएर जानु हौ कपडा पनि त के लाएर जानु के लाएर होइन अब चाहिँ म छोटो भलक भयो अब फर्स्ट भलक हो जियोस् छोटो भलक भयो अब कपडा सबै लाएर टक्क लाएर सामान पुऱ्याउनु जानु पर्यो अनि हाम्रो यिनी तेरो नाम के हो यो र म चाहिँ जान्छौँ खानासाना खाएँ भर्खर अनि अब चाहिँ आजलाई यति नै हुन्छ भलक थ्याङ्क यू सो मच सबैजनाले साथ सपोर्ट गरिदिनु होला आज चाहिँ भलक छोटो भयो अनि छोटो भयो अबदेखि चाहिँ डेली भलक आउँछ आउन त होइन सबैले साथ सपोर्ट दिइदिनु होला जुन जुत्ता त हेरेछ नि त अर्को त दाइको होइन त्यही भन्दै आजलाई म बिदा हुन चाहन्छु